हेलो नमस्ते सबैलाई गुड आफ्टरनुन सबैजना के गर्नु हुँदैछ म चाहिँ है आएर ड्युटीबाट आएँ आज ढिलो नै आएँ 9 बज्नु आँटेको थियो घर आइपुग्दा आजदेखि नाइट ड्युटी सक्यो मुक्लरबरी सरी त्यसको लागि है अन्त चाहिँ नाइट ड्युटी सक्यो आएँ आमाले खाना बनाइराख्नु भएको रहेछ आज चाहिँ है हामी कहाँ जान्छौँ नक्कल सक्कल पारेर भनेर चाहिँ के म तपाईँलाई अहिले भरे देखाउने छु र चाहिँ के भन्दै थियो अन्त आज चाहिँ अलिक नक्कल तक्कल पारेर हामी जता भए पनि जाँदैछौँ म तपाईँलाई भरे भेट्नेछु रेडी सेडी भएर भेट्नेछु बाई बाई 2 hours later मैले चाहिँ रेडी भइसकेर तपाईँहरूलाई देखाउँछु भनेको थिएँ म चाहिँ बिर्सेछु र अहिले चाहिँ यहाँनिर आएर अरू चाहिँ ल्याउनु जाइराखेको छ म र अन्जना चाहिँ अन्जना हेर न म र अन्जना चाहिँ यसरी बसिरहेको छु र मेरो डल्लै हेर्नुहोस् ल म कस्तो भएको छु फोटो खिच्नु होइन भयो म चाहिँ देख्न सक्नुहुन्छ साडी ढल्काएर म्यामको बिहामा यसरी आएको छु कस्तो देखेको छ भनेर कमेन्ट गर्नुहोस् होला हामी चाहिँ सबैजना बिहामा जाँदैछौँ है यहाँ देखेको छौँ है कोही देखेन एकैजना सबैजना लु बाई बाई गर्दै हिँड न हेलो भन्दैछु नि हेलो हेलो हामी चाहिँ अब बिहामा गएको अहिले चाहिँ आएँ खानुमा सबैजना बिजी स्पेशल गेस्ट कसको फ्यान हो रे यहाँ भनिदेऊ न हेर्छ नि प्लिज ए ओके हेलो वेलकम टु योर ब्लग ओके बेहुला बेहुली हामी पनि बसिरहेको खदा पनि छ एकछिन मटन चिसो भएछ खाना खाएर चाहिँ यहाँ झर्दैछ मान्छेहरू खाना इन्जोय गरे तिमीहरूले अब चाहिँ हामी फर्केको साडी फुस्केर यहाँनिर लाएको तिम्रो अन्जनाले चाहिँ नि राम्रै मान्छेलाई साडी लाउने मान्छेलाई नि हो पक्रेकै तिनीहरूले चाहिँ साह्रो बनाउने रहेछ है हामीले खानासाना खायौँ अन्त हामी चाहिँ एकछिन तारे भिड जाने हो अब साथीहरू घर त त्यसरी भेट हुँदैन अब कसैको बिहा हुनेवाला पनि छैन त्यही कारणले हामी चाहिँ गएको अब मेरो बिहामा मात्रै यिनीहरूलाई यसरी तपाईँहरू सबैलाई बोलाउनु पऱ्यो मेरो बिहामा यसरी म सबैलाई बोलाउनु पऱ्यो अहिले चाहिँ हामी सबैजना गलिकन एक एकवटा इन्टरभ्यू दिनु पऱ्यो म हजुरहरूलाई तपाईँलाई कस्तो लाग्यो बिहा तपाईँलाई कस्तो लाग्यो बिहा अन्जना तपाईँलाई कस्तो लाग्यो बिहा एकदम रिचा दिलाई मलाई राम्रै लाग्यो युनिसा दिलाई लाकोलाई राम्रो तर एकदमै नराम्रो रेला गरेको नि एकदम दामी यो चाहिँ बेहुला बेहुली जाने गाडी यो चाहिँ बेहुला बेहुली जाने गाडीहरू हो यो चाहिँ अब चाहिँ हाम्रो पनि बिहा सकियो